मेरो सम्पूर्ण फेसबुक फ्यामिलीलाई। अनि अहिले चाहिँ हामी उठिसकेको छौँ। अन्त मेरो नानी उठ्यो। हाम्रो नानी चाहिँ छिटो उठ्छ नि त, त्यही भएर अहिले उठिसकेको छु। अघि उठेको 4 बजी नै। अनि सुतेको पनि छैन अहिलेसम्म, फेरि उठेर पनि त्यहाँदेखिको। अन्त आज उसको इन्जेक्सन छ नि त, त्यही भएर चाहिँ अब चाहिँ म नसुत्ने, नभए चाहिँ कोही बेला चाहिँ म सुतिहाल्थेँ नि त। उठेर अहिले चाहिँ हामी चिया खाँदैछु। बुढाबुढी चिया खाँदैछु। बुढाबुढी भन्दाखेरि दादा चाहिँ होटल खोल्नुको लागि गएको छ, रेस्टुरेन्ट हो। अन्त आजको दिन चाहिँ यस्तो भएपछि आजको दिन चाहिँ एकदमै राम्रो छ, घाम लागिरहेको छ। अन्त राम्रो भयो। आज चाहिँ पानी परेको भए चाहिँ बिजोक हुन्थ्यो नि त, नानीसँग हस्पिटल जानुपर्छ हो। त्यही भएर चाहिँ घाम लागिरहेको छ कस्तो दामी। अन्त लुगाहरू पनि सुकाउनु पर्ने छ। मेरो बुढा चाहिँ माथि यो होटल खोल्नु गइरहेको छ होइन। चिसो भएर खालखुट्टा आफै यहाँबाट जिस्काउँदैछ। यहाँ बस्छ नि त यो होटलको स्टाफहरू। नानी हाँस्दै क्या कर रहा है इतना जल्दी उठ के। कस्तो चिसो भयो खुट्टा, खालखुट्टा जस्तै भएर। अहिले चाहिँ हामी चिया खाँदैछु। अन्त नानीलाई सफाहरू गरिदिनुपर्छ किनभने आज हस्पिटल जानुपर्छ। अन्त अहिले चाहिँ यस्तो छ दिन चाहिँ हो, एकदम दामी भएर छ। यता चाहिँ यस्तो छ होइन। अन्त हेर्दै गर्नुहोस् होला मेरो भिडियो। एभ्रिवान अहिले चाहिँ म हस्पिटल जानुको लागि रेडी भइसकेँ होइन। अन्त फर्स्टमा पनि भिडियो बनाएको थिएँ तर भएन रहेछ, के भयो थाहा छैन। अन्त हस्पिटल जाउँ भनेर चाहिँ रेडी भइसक्यो। नानीलाई पनि रेडी चाहिँ पारिदिइसकेँ। अन्त नानी नै सुत्यो हो। अन्त मेरो बुढा चाहिँ ड्युटी गएको छ, आउँदैछ। अन्त के भन्छ 10:30 हुनु लाग्यो नि त। मेरो बुढा चाहिँ आउँदैछ, त्यहाँदेखिको चाहिँ जाने हो। अन्त हेर्दै गर्नुहोस् होला। नानी चाहिँ गएको, नानी बाउ छोरी सँगसँगै हेरेको छ। साथीहरू म चाहिँ बुढालाई पर्खिरहेको छु, स्कुटी ल्याउनुको लागि गएको छ हो। घरि चिसो दिन हुन्छ, घरि गरम हुन्छ। त्यो छोरी नानीलाई चिसो लाग्छ होला तर बोकिदिन्छु। अहिले इन्जेक्सन हाल्दाखेरि यस्तो खुल्ला चाहिन्छ नि त, नभए गाली खान्छ। त्यही हो, हस्पिटलतिर गाली खाइहाल्छ हो। त्यही भएर चाहिँ मैले यस्तो खुल्ला लुगा लगाइदिएको छु। उयो बोकेर देख्छु नि त हुड्डी, त्यही भएर। अच्छा चिसो लाग्यो साथीहरू। दिन चाहिँ यस्तो भयो, यहाँ डेलोमा पानी पर्ला जस्तै। अन्त यहाँबाट चाहिँ यस्तो देख्छ। यो होमस्टेले गर्दाखेरि त्यति राम्रो देख्दैन रहेछ क्या, तर एकदमै दामी देख्छ। हस्पिटल चाहिँ यो हो होइन। अन्त यतातिर चाहिँ एडमिट गर्नेहरू पुरा राख्छ, लामो छ यहाँनिरको, हेर्नुहोस् न लामो छ, हेर्नुलाई परासम्म छ हो। अन्त यहाँ चाहिँ एडमिट गर्नेहरू यस्तो छ, दामी भएछ। तर पानी पर्ला जस्तो भएछ। म चाहिँ हस्पिटलबाट पनि आइसकेँ हो। नानीलाई सुई यहाँनिर 10टा सुई, एउटा उयो थियो दबाई होइन। अन्त मैले पनि लेख्छु, खानेकुराहरू एक दुईवटा खानेकुरा पनि लेख्छु। यो फर्स्टमा हो अन्डा, कस्तो रहेछ हेर्नु, कति पिस हुन्छ 6 पिस होला घरको अन्डा। हेर्नुहोस् अन्डा होइन। अन्त मुराई स्प्राइट, कस्तो खोजेको कस्तो मलाई पुरा मनपर्छ यो चाहिँ, यो स्पाइसी झालमुरीमा पनि खानु। अन्त यो मेरो बुढाले लिएको यस्तो पुरा मनपर्छ। मेरो बुढाले चाहिँ चक्लेटहरू पुरा मनपर्छ तर मलाई मन पर्दैन। मेरो बुढाले लिएको चक्लेट हो। मुराई चाहिँ 2 प्याकेट ल्याएको छु। भक्कु ल्याएको छु, भएपछि देखाउन सक्दिनँ। अन्त भोक लागि पुरा बोन्डा पनि खाँदैछु, मिठो हुन्छ हेर्दै, तातो छ। मेरो बुढाले चुबाएर बनाउने अरे क्या। नानी सुत्दै थियो, फेरि उठ्यो, ज्वरो आउँदैछ कम्ती, साह्रो पार्छ होला रातभरि।
जबरजस्त हाँसिरहेको छ जाउँ बनाउँ गएर टमाटर पनि हालेर नानी सुताउनु सक्छु अन्डा हाल न दामी रहेछ अन्डा हो उयो खाऊँ न त्यसरी खाने तिमी जस्तो खान्छौ वाइ वाइ पनि रेडी भइसक्यो होइन मेरो बुढाले दामी भनेछ किसको पसन्द है खान्छु लास्टमा घरको अन्डा हालेको कतिवटा हाल्यो घरको अन्डा मिठो मिठो भयो भातले खाएको कस्तो भातले नि खाएको कस्तो तातो यो बक्समा त्यही माथि तातो बस्छ बुझाइदिएको